अघिल्लो दिनको भन्दा पनि दोब्बर पायो। अनि प्रसन्न भएर त्यही दाउराको पैसाले पाकेको केरा, दुध, दही, घिउ, चिनी र गहुँको पिठो यी सबै सामग्री पाउ सवासेर मिलाएर घरमा आई आफ्ना बन्धुवर्ग दाजुभाइहरूलाई डाकेर सत्यनारायणको भगवानको पूजा गर्यो। त्यसको प्रभावले दाउरा बेच्ने अनेक धन धान्य र इत्यादिले युक्त भई यसलोकमा सुख भोगेर प्राप्त कालमा श्री सत्यनारायण वैकुण्ठ लोकमा गयो। सुतजी भन्नुहुन्छ, हे सौनकादि ऋषि हो, अरू पनि म वृत्तान्त भन्दछु, तपाईहरू एकचित्त भएर सुन्नुहोस्। पूर्वकालमा कुनै उल्का मुख नाम गरेका अत्यन्त महापति पृथ्वीपति राजा थिए। ती राजा सम्पूर्ण इन्द्रिय विजय सत्यवादी पनि थिए। ती प्रतापी र बुद्धिमान राजा देवालयमा गरेर ब्राह्मणलाई प्रतिदिन धन दिएर सन्तुष्ट पार्दथे। ती राजाको प्रमुख नाम भएकी सुन्दरी रानी थिइन्। तिनको मुख कमल समान आदि अनेक थरीका सामग्रीले भएको नाउडुङमा व्रतपूजा गर्न लागेकालाई विनम्र भक्तिपूर्वक प्रसन्न चित्तले के गर्नुभएको, मलाई त्यो सम्पूर्ण विस्तारले गर्नुहोस् भनेर राम्रा प्रकारले सुन्ने इच्छा गर्दछु। यति बनियाले भनेको सुनेर ती राजाले भन्दछन् कि हे साधु बनिया, यो विपुल तेज भएका विष्णु भगवानको पूजा गरेको आफ्ना परियोजनका साथै सन्तान प्राप्तिका लागि मैले पूजा व्रत गरेको हुँ। राजाको यस्तो वचन सुनि साधु बनिया आदरपूर्वक भन्छन्, हे राजन, यस प्रकारको विधि मलाई भन्नुहोस्। हजुरले आज्ञा भएको भए म सबै भन्दछु, किनकि मेरा पनि सन्तान छैनन्। यसै कारण यस व्रतको प्रभावले सन्तान प्राप्त होला भने राजाबाट व्रत विधि सुनि व्यापारको काम पूर्ण गरी प्रसन्न मनले घर आयो। अनि समस्त वृत्तान्त श्री सत्यनारायण भगवानको वचनको प्रभावले आफ्ना पत्नीलाई सुनायो। अनि भन्यो, मेरो पनि सन्तान भएपछि अवश्य म व्रत गर्नेछु। त्यो साधु बनियाले आफ्नै पत्नीलाई यति कुरा सुनायो कि एक दिन बनियाकी पतिव्रता लीलावती पतिले संयुक्त आनन्दचित्त भगवत मानले गर्भवती पनि हुन गइन्। 10 महिना पुगेपछि तिनको रत्नस्वरूप कन्या जन्मिन्। अनि ती शुक्ल पक्षका चन्द्रमा भए दिनदिनै बढ्दै गइन्। त्यसको नाम कलावती राखे। जब छोरीको नामकरण भएको थियो तब लीलावतीले आफ्नो श्रीमानलाई मिठो बाणीले भनिन् कि पहिले सङ्कल्प गरेको व्रत किन गर्नुहुन्न। अनि त्यो साधु बनियाले भन्यो कि हे प्रिय, म छोरीको विवाहको समयमा त्यो अवश्य गर्नेछु भनेर आफ्नो श्रीमतीलाई चित्त बुझायो। आफ्नो व्यापारको काममा गयो र यता कन्या आफ्नो पिताको घरमा बढ्दै गइन्। धर्मको ज्ञाता साधु बनियाले आफ्नी छोरी जवान अर्थात् विवाह गर्ने योग्य भएको देखेर सल्लाह गरी नगरमा छिट्टै नै एउटा दूत पठायो र भन्यो कि यस छोरीको विवाह गर्नका लागि तिमीले राम्रो केटा खोजेर लिएर आऊ। यति आज्ञा सुनेर त्यो दूत काञ्चन नगरमा गयो र त्यहाँ एउटा योग्य बनियाको छोरो लिएर आयो। त्यो राम्रो युवकलाई देखेर आफ्ना इष्टमित्र बन्धुवर्ग सहित सबै तिनका युवक वैश्यलाई बनियाले विधिपूर्वक कन्यादान गरिदिए। त्यस बेला पनि भाग्यवश बनियाले व्रत बिर्सियो। छोरीको विवाह भइसक्दा पनि केही गरेन। त्यसैका हेतु सत्यनारायण भगवान रिसाउनु भयो। वाणिज्य काममा बाटो भएको देखेर त्यो बनिया निर्गुण भएर समुद्र किनारको त्यही रमणीय रत्नसागरको पुरीमा गई भाग्यवश वैश्य ज्वाइँका साथ व्यापार गर्न भनेर चन्द्रकेतु राजाको उत्तम नगरमा पुग्यो। गर्न लाग्यो। अनि जहाँ वैश्यहरू भनी बसेका थिए त्यहाँ आएर दगुर्दै पक्राउन गएका दूतहरूलाई देखेर डराई चोरले त्यो धन वैश्यका साथ नजिकै लगेर राखिदियो। वैश्य भनेको क्षेत्री जाति हो। त्यो साह्रै बाठो रहेछ कि मान्छे। उसका सन्तान थिएनन्। अनि सन्तान के भएर जन्मेलान् त मेरो भनेर त्यो चक्करमा लागिरहेको थियो। एक दिन एउटा ब्राह्मणको घरमा पूजा रहेछ। अनि त्यो पूजामा गइसकेपछि सत्यनारायण भगवानको पूजा घरमा लगाएपछि तेरा सन्तान हुनेछन् भनेर ब्राह्मणले भनिदिएपछि उसले मनमा सङ्कल्प गर्यो, हुन्छ मेरो सन्तान भएपछि म छोरीको छोराछोरी जे जन्मे पनि घरमा पूजा लगाउँला भनेर भन्यो। अनि भाग्यवश उनको
छोरी जन्मिन्। छोरी जन्मिसकेपछि अब छोरी जन्मेपछि घरमा पूजा लगाउँला भनेर भन्नुहुन्थ्यो। किन लगाउनुहुन्न त भनेर श्रीमतीले सोद्धाखेरि अब यसचोटि सकिएन, छोरीको विवाहको समयमा हामी सत्यनारायणको पूजा लगाउँला भनेर सङ्कल्प गरे। त्यहाँबाट हुन्छ त नि भनेर भगवान्ले पनि त्यतिखेर माफ दिनुभयो। अनि छोरीको विवाहको समयमा पनि उनले त्यो कुरालाई बिर्सिएर त्यो घरमा पूजा लगाएन। अनि भगवान् रिसाउनु भयो। पटक पटक एक दुईचोटि त माफी दिनुभयो, कति पटक माफी दिनु। अनि अर्को पटक छोरीको विवाह भइसकेपछि ज्वाइँलाई लिएर उनी व्यापार गर्न भनेर समुद्र पारको देशमा गए। जब व्यापार गर्न भनेर समुद्र पारको देशमा गएका थिए, भगवान् रिसाउनु भएर चोर चाहिँ अर्कै थियो। चोरले सामान चोरेर लग्यो, राजाको सामान ठ्याक्क तिनीहरू गएको ठाउँमा राखिदियो। चोर यिनै हुन् भनेर पुलिसहरूले उनलाई पौडी, तर तिनीहरू चोर त होइनन्। त्यसपछि उनीहरूलाई लगेर जेलमा राखियो। जेलमा राखिएपछि राजाले सपना देखे, तिनीहरू चोर होइनन्, चोर अरू नै हुन्, तिनीहरूलाई फुक्का गरिदेऊ। यदि फुक्का गरिदिएनौ भने तिम्रा 100 भाइ छोरा सबै नष्ट हुनेछन् भनेर राजालाई सपनामा दृश्य दियो। उनीहरूले घरमा के गरेका थिए भने मेरा श्रीमान र मेरो ज्वाइँ समुद्र पारको देशमा गएका छन्, तिनीहरू छिट्टै आयो भने म घरमा सत्यनारायण पूजा लगाउँला भनेर उनकी श्रीमतीले सङ्कल्प गरेकी थिइन्। त्यही सङ्कल्पले गर्दाखेरि राजाले सपना देखे। सपना देखिसकेपछि ल यिनीहरू चोर रहेनछन्, चोर अरू रहेछन्, यिनीहरूलाई लिएर आएर छोडिदिनु पर्यो भनेर राजाले पसलको धन सम्पत्ति दिएर छोडिदिए। छोडिदिएपछि उनीहरू आफ्नो देशतिर सामान लिएर फर्किए। अनि त्यतिखेर उनले समुद्रको डुङ्गामा डुङ्गा चल्थ्यो, डुङ्गामा सामान राखेर घरतिर फर्किने बेलामा अब त धेरै सम्पत्ति पाइयो, झन् हामी सुखी भयौँ भन्दै आँटे। भगवान्लाई भुले उनीहरूले, यसरी पूजा लाम्ला पनि भनेर भुले। अनि विष्णु भगवान् रिसाउनु भयो, सबै जलमा डुबाइदिनु भयो। त्यो डुङ्गामा फुलपत्रहरू मात्र राखिदिनु भयो। अनि जब बाहिर निस्किएको थिए, आफ्नो डुङ्गामा सामान हेर्दा त केही पनि छैन, सबै डुबाइदिनु भयो। फेरि सम्झिए कि अब म घरमा जाने बित्तिकै सत्यनारायण भगवान्को पूजा लगाउँला, हे भगवान् मेरो सामान कहाँ गयो भन्ने बित्तिकै डुङ्गामा आएर सबै सामान भरियो। भरिसकेपछि घरमा आएर सत्यनारायण भगवान्को पूजा लगाएर धनदर्बे गराएर उनी त्यस पृथ्वीमा अधिपति राजा भए। अनि स्वर्गमा गएर मोक्ष भए भनेर भनेको छ। यही छ। अब धेरै पढ्दाखेरि पनि अलिअलि आत्तियास्तो पनि लाग्यो। यसको सङ्कल्प नै सबै भनिदिएँ मैले भन्न त भनिलाई नहेर्नु। त्यसै बेला आफूभन्दा आफू निकोलाई हेर्नुपर्छ, हामीले आफूभन्दा माथिलाई हेर्नुहुन्न। भगवान् भनेर अब खोज्नै पनि जानु पर्दैन, भगवान् यहाँ आत्मामा हुनुहुन्छ। तपाईँले राम्रो कुरा सोचेर जानुहुन्छ भने राम्रै हुन्छ, नराम्रो कुरा सोचेर जानुहुन्छ भने नराम्रै हुन्छ। उदाहरणको लागि हामीले कसैले अब ज्यान मारा लिन्छ नि मान्छे, त्यसले त्यो भगवान् त्यस्तै लियो। आज म त्यसलाई मार्छु भनेर गयो नि, मारेर छोड्यो। आत्मामा भगवान् सम्झिनुहोस् त राम्रो हुँदै गयो। यही हो सत्यनारायणको पूजा। सकेसम्म घरमा सधैँ त अब हामीले सक्दैनौँ, आर्थिक समस्या पनि हुन्छ, महिने पछि पनि